हेलो गाइज, आज हामी यहाँ मकै बारीमा आएको छौँ। गाउँको हरियो अर्ग्यानिक मकै। मेरो भेनाजुले त्यहाँ टक्क दुईटा निकालिसक्नु भयो अर्ग्यानिक मकै। यस्तो छ यहाँको मकै। अहिले मकैको सिजन जान पनि लागिसकेको रहेछ, अलिक छिप्पेको रहेछ यहाँ। अनि बिच बिचमा चाहिँ रहेछ कलिलो मकैहरू। अब हामी छानी छानी निकाल्दैछौँ। धेरै दिनपछि फेरि एउटा भिडियो बनाउँदैछु म घर आएको बेला। ल बेनाजुले तान्नुभएको मकै यस्तो चाहिँ राम्रो छ। यो त कुहिएको रहेछ अलिकति, तर थोरै रहेछ कुहियो। कलिलो रहेछ मकै, कलिलो छ। ल मकै बारी यस्तो छ यहाँको। अब मकैको सिजन जान लागेको भएर धेरैले मकै निकालिसक्नु भएको छ। यहाँ चाहिँ अलिअलि रहेछ। यही अलिबाट हामी छान्दै छान्दै लिँदैछौँ। नेपाल आएको बेला चाहिँ यही मिठो लाग्छ सबभन्दा, मकै, तोरीको साग। यो चाहिँ एकदम उस हुन्छ। ए भेना, ऊ त्यो टहरा लगाएको चाहिँ हाम्रो खेत होइन? यस, यो घाँस लगाएको सबै कस्तो अर्कै भएको छ त यार। म त चिनिनँ हौ मैले त। यो सबै यो घाँस लगाएको सबै चाहिँ यो हाम्रो है। यो खेत चाहिँ ऊ अगाडि बाटोसम्म, ऊ पारी त्यो रुख देखेकोसम्म। यो चाहिँ हामीले एउटा संस्थालाई के अरे के दिएको, डोनेसन त होइन होला, रेन्टमा दियो होला। त्यत्रो डोनेसन दिने खालको चाहिँ हामी छैन मलाई दिएको छौँ। उनीहरूले चाहिँ यहाँ भैँसी सैँसी पालेर के घाँस सास रोपेर रहेछ। हेर्नुपर्छ यार अहिले आफ्नो खेत पनि गएर। ठ्याक्क हाम्रो खेतकै तल रहेछ त। यसो हेर्दा हो जस्तो लाग्यो क्या मलाई। यो खेतको पुरै स्वरूप चेन्ज भएछ। त्यो उसो के अरे त्यो टिनहरू हालेर, त्यही भएर मैले चिनिनँ कि। हाम्रो सुर्खेत यस्तो छ यहाँ। सर पहाडले वरिपरि पहाडले घेरिएको छ चारैतर्फ। बिचमा एकदम समतल भूभाग छ। एकदम राम्रो छ सुर्खेत। सबैलाई आफ्नो जन्मभूमि जन्म ठाउँ एकदम मनपर्छ ल। मलाई पनि मेरो बेस्ट हो सबैभन्दा। यहाँ धेरै यादहरू आफ्नो सम्झनाहरू भएको भएर होला सायद। हिजो राति एकदम धेरै पानी पर्यो, त्यही भएर आज मौसम अलिकति एकदम राम्रो छ। माथि पहाडतिर बादलले घेरेको छ, अझै पुरा खुलिएको छैन मौसम। म भिडियो खिच्दै भएन, मकै टिप्ने सानी सानी मकै यहाँ भेनाजुले भुइँमा राख्नु पर्यो रहेछ खोल्सा र। यो त छिप्पेछ क्या हो, यो छिप्पेछ, यो दुइटा छिप्पेछ, यो दुइटा छिप्पे जस्तो छ। ठिकै छ, अहिले खानुपर्छ। यो पनि छिप्पे जस्तो लाग्यो भएन। आज हामी मकै हन्टिङ गर्दैछौँ यहाँ। चिलाउने होला है शरीर, फेरि बन्डी लाएर आइयो। ओहो हो। पहिला सानो बेला मकै बारीभित्र एकदम काँक्रा हुन्थ्यो। राति काँक्रा चोर्न यति गइन्थ्यो। त्यहीँ खायो, त्यहीँ फाल्यो, यस्तो चकचक गरिन्थ्यो। दिउँसो पनि छिर्थ्यौँ हामी त। त्यतिखेर बारीहरू एकदम ठुलो हुन्थ्यो। अब अहिले हाम्रो माथि घरतिरको बारीहरू सबै घर बनाएर छैन। अब यसरी गाउँतिर आउनुपर्छ तल नि। भेनाजुले पनि मकै सकै काँक्रा साँक्रा कतिको चोर्नुभएको छ तपाईँ गाउँतिर है? मजा आउँछ यार है, फलफुल चोर्न लास्टै मजा आउँछ हौ, खुब मजा आउँछ। हामी त यस्तो झ्याङभित्र छिर्यो मकै के अरे काँक्रा साँक्रा राम्रो काँक्रा टिप्यो, खायो, खाना नसक्यो फाल्यो। अनि अर्को फेरि राम्रो काँक्रा खाँदै फाल्दै पनि गर्थ्यौँ सानो काँक्राहरू। बच्चाको बेला यस्तै के चकचकहरू गर्न मन लाग्दो रहेछ। अहिले सम्झिन चाहिँ मजा आउँछ। यो त पुग्दैन हौ। यो अहिलेको त छिप्पै चाहिँ बेन, अलि सानो छैन।
छिप्पो छ है सानो हेरौँ त उता साइडतिर अहिले छिप्पेको आयो अघि सुरुमा चाहिँ कौलो थियो अहिले मकैहरू सबै छिप्पे रहेछ यतातिरको है साह्रो छ ओहो साह्रो छ यार बिना एकदम साह्रो छ यो त हुँदैन नलाने एकचोटि उस हेरौँ यार यसो हाम्रो खेत हेरौँ न आएको बेला फेरि म कहिले हेर्ने 2 वर्ष ए ल ल ल ल यो दाइको यहाँ हामीले अलिक साह्रो रहेछ भेन छ साह्रो छ कस्तो ओडा कार्यालयदेखि अलि तल उयो जग्गावाला ए चिन्नु भयो हजुर हजुर बुवाले त सबैलाई चिन्नुहुन्छ अब हामी चाहिँ अलि चिन्दैन हजुर 9 नम्बर ठ्याक्कै अगाडिको यो हाम्रो हो बाबासँग त हाम्रो यो जग्गाबाट बाटो ल्याउने पनि सुरु भएको थियो अब बाबा ए बितिहाल्नु भयो बुवा हामी आज भोलि यहाँ हटाइदिने हो ए ओ छ हेरेर जाम न ओहो हेरौँ ओहो त्यही त खोजे हो यहाँ खोजे हामीलाई त्यही सबभन्दा हामीलाई त्यही चिज हुन्छ अनि अब तोरीको साग छ दिदी तोरीको साग कतै पाउँछ कि नै तोरीको साग ओहो माछा पोखरी माछा हाल्नु भएको छ दिदी राम्रो बस्छ त अहिले त दिदी यो कृषि गर्न लाग्नुभयो कति भयो तपाईँले हजुर त्यही त पहिला मैले देखेको थिएन के यहाँ यो दानाहरू यस्तै रोप्थ्यो के हेलो नमस्ते लोकलै रहेछ लोकल रहेछ नि टोक्दैन होला टोक्दैन हिजो राति कस्तो राम्रो पानी पर्यो सब भेज्ने होला यो खसीहरू पनि ए यस्तो कृषि काम गर्नु भएको रहेछ विकल्प साह्रै रमाउँथ्यो यार है जो थुनेर पालेको हुन्छ तिनीहरू 700-800 मा पाइन्छ जो थुनेको गाछ आफै गाछ भित्र अलि पानी पर्यो ओ यो हाम्रो खेतको पछाडिबाट आउने पानी हैन पानी त एकदम ठुलो बढेछ त हिजो राति पानी परेर हो क्या हो ओहो आँप आँप कस्तो राम्रो ठुलो आँप हेर गाउँमा यस्तो पाइन्छ के कहाँ पाइयो विदेशमा यस्तो कस्तो आनन्द यस्तो ठुलो खोला बग्छ हाम्रो खेतको पछाडिबाट कृषि गर्नलाई एकदम राम्रो छ पानीको अभाव छैन यता ठुलै छ खोला है
कृषिमा छ के गर्न सकेपछि पेटमा सबभन्दा बङ्गुरबाट पेटमा बच्चा हुँदै हाम्रो अर्डर भइसक्छ है टिपाएर मात्रै आउने हो कतिवटा बङ्गुर छ तपाईँको अहिले 50 वटा आउँछ 50वटा माउ अब 1 महिनामा 4वटा 5वटा ल्याइराख्छ बङ्गुर के अरे बच्चा ननिस्किने सब बिक्री सुरुमै पेटबाट अर्डर भएर एडभान्स आइसक्यो सुरुमा अब त्यो नजानेर मान्छेहरूको मर्दो रहेछ हामीहरू खनाले सबै उपाध्याय हुनुहुन्छ हामीहरूमा चाहिँ अब कुल पूजा गर्दा हामी काठमाडौँ जाने आउँछ कि काठमाडौँ हुन्छ एउटा मात्रै हजुरको यता आएको थियो हाम्रो अन्डा कसरी छ दिदी हजुर खै 1 क्यारेट दिनुहोस् न त 1 क्यारेट दिनु न 1 क्यारेट दिनुहोस् अहिलेलाई यति मात्र लग्छु फेरि पछि आउँछु पछि फेरि आउँछु दिन सक्यो भने एकैचोटि धेरै लड्कियो भने पाइहाल्छ यहाँ होइन यही नजिकको छ घर नजिक ओहो ए अन्डा पार्नलाई यस्तो ठाउँ ठाउँ बनाइदिनु भएको रहेछ कस्तो राम्रो ओहो न यता त पछितिर मेरो भान्जाहरू ल्याएर आउनु पर्यो छोरा भान्जाहरू हेर्न साह्रै रमाउँछ तिनीहरू कस्तो राम्रो बङ्गुर खोर कता छ नि ए हो के हुन्छ अनि त्यसलाई खाना खुवाउने उस गर्ने कसले गर्नुहुन्छ एउटा एकजनाले मात्रै ए हो बोइलरको ए ऊ त्यो पारी छ ए ए यता हजुर 1 क्यारेट आहा कस्तो राम्रो छ दामी छ कस्तो राम्रो पहिला रातो हुन्थ्यो नि म त सानो बेला हामी रातो जस्तो मान्थेँ कि यस्तो छ यही हो खै म झुक्यो होला त्यसो भए धेरै भयो नि अब यो लोकल देख्न भएको कति भयो जम्मै औषधि हालेको चिज मात्र खाने हो क्या दिदी हामी त विदेश भन्ने मात्र तरकारी सबै औषधि हालेको मेरो पनि यो ठुलो रहर हो नि पनि रहेछ यस्तो एकदम राम्रो सानो चिटिक्क ठ्याक्कै टी-सर्ट रहेछ कति पैसा हो दिदी अनि त्यो उसको मकैको ए डिस्काउन्ट भयो म दिन्छु दिनुहोस् टक्क 30 पिस अन्डा भयो ए आजबाट ल हुन्छ दिदी धन्यवाद हस् हजुर खुसी लाग्यो एकदम चिनजान भयो दाइले त पानी तान्दै हुनुहुन्छ रहेछ ओइ के हो यो त टोक्दो रहेछ त अन्त झ्याप्पै टोक्न आएको यार यो त सुरु गरेको तेर्सो बनाएर यस्तो मुखी सुरु गरेर फटा रहेछ त टोक्दैन होला भनेको त सन्टै टोक्यो यार पानी लगाउनु लाग्दै बिउ राख्ने क्या यो पानी चाहिँ खोलाबाट तान्नुहुन्छ कुन बिउ त्यो अगाडिको कुन धान हो ओ हाइब्रिड है अहिले त यहाँ जम्मै हाइब्रिड जान्छ पहिला यार त्यो के अरे घुरिया मुसुरी होइन सानो बेला त्यो धान कहाँ गयो खुब मिठो हुन्थ्यो त्यो धान त्यो चामल त यार ल दाइ गएँ ल पछि आउँछु फेरि ल थ्याङ्क यू दाइ
खास चाहिँ हामी के अरे मकै र तोरीको साग लिन आएको खोज्न आएको त्यो खोज्ने क्रममा यहाँ मकै र अन्डा फेला पर्यो लोकल अन्डा गोटाको 20 हैन बेना गोटाको 20 रुपियाँमा खुसी लाग्यो एकदम धेरै वर्षपछि लोकल खाने पाइने भयो त्यहाँ पारि चाहिँ हाम्रो ल्याम्बोर्गिनी बाटोमा ठडेर बसिरहेछ मेरो भेनाको ल्याम्बोर्गिनी अर्को हाम्रो फरारीहरू चाहिँ हामीले ल्याएनौँ हामीसँग धेरै छ ल्याम्बोर्गिनी फरारी हैन भेना मस्ताङ मर्सिडिज सबै छ आजलाई चाहिँ ल्याम्बोर्गिनी ल्यायौँ पुरानो मोडलको ल्याम्बोर्गिनी यस्तो कुलो पनि देख्नु भयो खुट्टा दुइदिउँ यार मजा आयो पुरानो यादहरू रिफ्रेसमेन्ट भयो यो चाहिँ तिलपुर है यो ठाउँको नाम चाहिँ मैले ठाउँको नाम भन्नु बिर्सेँ तिलपुर होइन बेला तिलपुरै हो यो ठाउँको नाम चाहिँ तिलपुर हो सानो बेला एकदम आइन्थ्यो यहाँ अब अहिले चाहिँ धेरै भयो ल्याम्बोर्गिनी लिएर आएको हाम्रो ल्याम्बोर्गिनी यस्तो चाहिँ भित्र चाहिँ त्यही कुखुरा सुखुरा हुल्ने जस्तै टाइपको छ अरूको ल्याम्बोर्गिनी कस्तो हुन्छ थाहा छैन हाम्रो चाहिँ यस्तो कुखुरा हुल्ने टाइपको छ बाटो यस्तै छ एकदम बुद्धिजीवीहरूले खतरा स्टाइलले बाटो बनाउनुहुन्छ सिरानबाट चाहिँ बाटो कच्ची बाटो तल गाउँतिर आएर पिच बाटो हुन्छ के गर्छ खै पनि पिच गरेको कति दिनको भएन यो पिच किन सुरु गर्छ 1.5 महिनामा सुरु भइहाल्छ ल्याम्बोर्गिनी गाडी त्यही भएर यहाँ बढी हिँड्छ ए रिजन चाहिँ त्यो हो ए यो ल्याम्बोर्गिनी चलाउनलाई यो बाटो हेरेर यो ल्याम्बोर्गिनी त्यही भएर यो यो बाटोमा चाहिँ हो सही हो त्यो चाहिँ ल्याम्बोर्गिनी बाइकहरू चाहिँ अलिकति गाह्रै हुन्छ चलाउन त्यही भएर भेनाले यस्तै ल्याम्बोर्गिनी किन्नु भएको रहेछ पुगेर थारू अर्ग्यानिक समुदाय भनेर पनि रहेछ यहाँ होमस्टे ताल अब यो पानी जाँदै हिँड्ने खालको ताल के अरे ताल परेको रहेछ यहाँ यस्तोमा चाहिँ ल्याम्बोर्गिनी फेरि सरर तैरिन्छ यो यहाँबाट चाहिँ काँक्री बिहार जाने बाटो हो अब हामी आज त्योतर्फ जाँदैनौँ घर जान्छौँ बिच बाटोमा केलाको रुख रोप्या रहेछ पुरानो पुल त्यो भने बाटो चाहिँ अब यहाँ यिनीहरूले यहाँनिर अलिक साँग्रो छ बाइक पनि अलिक खस्यो कुनै दिन बाइक पनि यहाँ तल झर्दो रहेछ मान्छेहरू स्पिडमा आएको ल दुईचोटि बाइक खसाल्ने ठाउँ हो त्यो बाइक खसाल्ने ठाउँ हो सही हो स्पिडमा आउँछ ठुलो बाटो छ 4 लेनको बाटो हो यो चाहिँ अब तल पुग्दाखेरि त्यो थाहा हुँदैन मान्छेहरू कतिलाई बाइक त सिधै खोलामा होइन नि हाम्रो ल्याम्बोर्गिनी राख्ने घर आइपुग्यो यस्तै छ अब यहाँको अवस्था यो चाहिँ हाम्रो एन्टिक घर है एकदम एन्टिक घर यस्तो छ एन्टिक घर यहाँ हाम्रो यहाँ अगाडि बसिरहेछ पुतलीहरू अब चट्ट लाएर अन्डा लिएर जाउँ चियापत्ती लिएर आउनु ल अब यो अन्डा देखेपछि फेरि हाम्रो उताको चाहिँ मरिजान्छ ल घरमा पार्टी भएर यहाँ यस्तो छ फोर लिने मान्छे टाइममा आउँदैन ल लोकल अन्डा लिएर आएँ मैले लोकल अन्डा लिएर आएँ मकै लिएर आएँ उत्तर यहाँ छ यो चाहिँ भित्र बस्दै बस्नुमा चाहिँ हिँड्ने मतलब छैन उसलाई खाली खुट्टा उसहरू यहाँ यी लोकल अन्डा आयो लोकल अन्डा साग पाएन अनि मकै पनि छिपेको रहेछ धेरै ल्याएनौँ मकै छिपेको रहेछ धेरै ल्याएनौँ अन्डा लोकल अन्डा लिएर आयो ओहो यहाँ चाहिँ के खाँदैछौ आलुदम र सेलरोटी हुँदैछ यहाँ
ल आगोवालामा यार सबभन्दा पहिला म त मकै खान्छु ग्यासमा किन के रे हुन्न आमा यो मकै आमा आगोमा पोलिन्न होला ए किन हुन्छ नि क्या आगोमा कहाँ यार हुन्छ नि पोलेर खाने हो यार अनि हुन्छ नि पोल्छु यार कहाँ पोल्ने भने यार अनि भेना भेना र मेरो यहाँ पोल्ने भन्ने प्लान छ मेरो भेना चाहिँ 10 वर्षपछि आउनुभएको यहाँ नेपाल अब कहाँ यहाँ पोले खानु परेन छ्याको आउनुहोस् पोलिहाल पोलम के यो साह्रो छ फेरि कुनै कुनै कलिलो छ जस्तो माने थियो बाटोको ल पोल्ने प्लान क्यान्सल होला जस्तो छ किनकि यो मकै एकदम साह्रो भयो अरे साह्रो पनि छ क्या साह्रो छ म त 1-2टा काउन्ट छ कि भनेर क्या है ल ठिक छ हाम्रो किचन चाहिँ यस्तो छ यो चाहिँ एकदम मोडिफाई भएको किचन हो पहिला चाहिँ एन्टिक थियो यहाँ टक्क लाएर चुलो थियो यहाँ माथि धुवा जाने यी चिम्नी छ यस्तो दामी अनि चाहिँ सब मोडिफाई गरेर सब भत्काएर प्लेन बनाउनु भएको बस्ने सब चिला अन्डा बसालिसकेको छ केटोले किन यस्तो फिजो यार यो ए रोटी सेलरोटी तताएको रे त्यही पानीमा हाल्दैछ केही हुन्न भन्छ यहाँ हाल्ने त केही हुन्न जल सर्ट आउँछ मकै यसरी छिकाउँदै हुनुहुन्छ यहाँ भेनाले भुटेर खाने कुरा हो उनीहरूको बाबाको ब्लग अन्डा पाक्यो आची पनि रहेछ अन्डाको आची टल्लो रहेछ हाम्रो एन्टिक गुस हो यो धारा टक्क ड्रममा सेतो बिरालो हाम्रो घरभरि बिरालो चाहिँ हगेर खतम गरेछ खाटमुनि गनाएर पुज्दैछ भित्र ल यहाँ केटाहरूले यहाँ चट्ट लोकल हान्दैछ खाऊ न भन्छ मिठो लाग्दैन ल यहाँ मेरो भाइले अन्डा लोकल अन्डा कति वर्षपछि खानलास् भाइ भयो 8-10 वर्ष कस्तो सानो छ है कप्पै खाने मेरो भान्जोले नि दियो है ए जताततै खोल्छ नफाल न उद्यामित्र फाला यो पनि हाल्नु अर्को पनि हाल्नु भेनाले यहाँ मकै बुड्दै हुनुहुन्छ सुन्नु जाने अहिलेसम्म यत्रो हाल्नुपर्छ हजुर मकै त बनाएर पनि खाएर सिधाइसकेका रहेछन् टोलीहरूले कस्तो छ हौ मकै एकदम मिठो छ मिठो छ अर्ग्यानिक मकै अब त्यो चाहिँ अलिकति लोभ गरेर राख्नुपर्छ आधी गरेर त्यो चाहिँ के कतिखेर खाने अरे दिउँसो नास्ता खाने अरे ओहो साँच्चै लोकल कटर पो आएको थियो यार अघि बिहान हाम्रो त यहाँ ढोकामा पुरा बेच्न ल्याउँछ कि तल गाउँबाट यो लोकल कटर ल्याएको थियो बिहान किन्यौँ
काँक्रा आउँछ भयभरको तरकारी सबै तलबाट आउँछ ढोकामा बोकेर यो चाहिँ 50 रुपियाँ किलोमा किनेको हामीले यो खट्ट यहाँ चाहिँ 50 रुपियाँ पर्यो ओ फोर गाडी आयो रे ओ ल ल ल ल फोर गाडीमा अब ओ अब यहाँ हाम्रो फोहोर सङ्कलन हुँदैछ गाडी चाहिँ तल ढाँडामा गयो त्यहाँबाट फोहोर उठाउँदै माथि आउँदो रहेछ यस्तो छ हाम्रो फोहोरको अवस्था हजुरआमा चिचिन्ना यसरी फलेछ यहाँ घरको प्योर चिचिन्ना यो अर्ग्यानिक चिचिन्ना सर्प जस्तो देखेको छ के धेरै छ यहाँ चिचिन्नाहरू हाम्रो यहाँ अभोकाडोको रुख पनि छ यहाँ दिदी बेनाजुको घरमा अभोकाडोको रुख पनि रोपेको छ टन्न फलेछ अभोकाडो यो चाहिँ नास्पाती अब फल्दैछ पाक्ने बेला हुन थालेछ अलि भएको छैन अभोकाडो रुखी हो अभोकाडो यति धेरै फलेछ यहाँ अभोकाडो छ अभोकाडै नफलेछ यस्तै छ हाम्रो घर वरिपरिको दृश्यहरू छतबाट यस्तो देखिन्छ छतबाट सुर्खेत देखाइदिन्छु म छतबाट अब सुर्खेत यस्तो छ चट्ट पहाडले घेरेको सम्म भुवाक माथिको डाँडा अर्को डाँडा माथितिर छ साइडमा चाहिँ अलि सानो खालको डाँडा छ अनि बादलले डाँडा सबै छेकेको छ माथि चाहिँ डाँडा सबै छेकेको छ बादलले अग्लो छ डाँडा ओ बुलबुले ताल भनेको चाहिँ यहाँ यो घर पछाडि छ यो घर पछाडि चाहिँ बुलबुले ताल छ छेके छ अहिले सब यो सबै नयाँ यो सब खेत हो सब नयाँ बस्ती यो चाहिँ यहाँ कन्स्ट्रक्सन हुँदैछ 3 स्टार होटल बनाउने भन्छ अरे सबै यहाँ पर्खाल लगाएको छ होटलको लागि यहाँ बनाउँदैछ यहाँ 3 स्टार अनि यो चाहिँ स्कुल हो ठुलो स्कुल छ भ्याली म्यारिडिन स्कुल भन्ने मेरो भान्जा भान्जी यहीँ हो पढ्ने काँक्री बिहार सुन्नुभएको छ भने काँक्री बिहार चाहिँ यो है यो चाहिँ काँक्री बिहार है माथि काँक्री बिहारको काँक्री बिहार मन्दिर देख्नुभयो देखिँदो रहेछ यहाँबाट हो मैले नोटिसै नगरेको देख्नुभयो यो चाहिँ काँक्री बिहारको मन्दिर है कस्तो दामी देख्दो रहेछ नाङ्गो आँखाले भन्दा क्यामेराले चाहिँ राम्रो देखाउँदैछ काँक्री बिहारको मन्दिर कस्तो राम्रो देख्दो रहेछ आमा कस्तो यहाँ हेर्दा यो क्यामेरामा कति राम्रो देख्दो रहेछ त्यहाँ मैले देखेको थिएन नि अहिलेसम्म अनि यहाँ खिच्दाखेरि भ्याट देखेँ के मलाई थाहै थिएन यो लाठीकोली डाँडा यहाँ मन्दिर छ गणेश मन्दिर फोहोरको प्रकारहरू यस्तो छ यहाँ पानीको बोतल रक्सीको बियरको बोतल जुसको बोतल छ कोही लडिरहेछ यहाँ सुतिरहेछ भुइँमै ल फोहोरको गाडी आयो वडा नम्बर 9 फेरि लेख्न भरि लेखेको थियो खै हाम्रो फोहोर हाम्रो जिम्मेवारी सरसफाइ गरौँ शैक्षिक प्रशासनिक पर्यटकीय सहर स्वच्छ सुमन्त वीरेन्द्रनगर भन्ने भएको छ ओहो भाउजू नमस्ते सन्चै हुनुहुन्छ भाउजू त धेरै पछि देखेँ त
अनि यसो हाम्रो सुर्खेत देखाम भनेर के कस्तो छ के छ भनेर यस्तै हाल्दै हुनुहुन्छ। हेलो गाइज, आजको भिडियो यति नै। घामले ढड्यो गऱ्यौँ हो, फेरि हेर्दै गर्नु होला। नयाँ भिडियो अपलोड गर्दै गर्छु। थ्याङ्क यू, बाई बाई।